हामी थ्री स्टारसँग चाहिँ अब उनीहरू बिग फेभरेट छ होइन। फ्याक्ट्री कुरा भन्दाखेरि अब अस्ति पालिमा पनि उनीहरूले नै अब हाम्रो डोमिनेटै गर्यो होइन। फर्स्ट सेकेन्ड हाफ जस्तो उनीहरू डोमिनेट गरेर हामी लिड गरेर पनि हामी कन्ट्रोल गर्न सकेनौँ होइन। तर उनीहरूले अहिले पनि उनीहरू बिग फेभरेट छ क्या। अब हामी चाहिँ अब थ्री स्टारसँग चाहिँ त्यस्तो विधि चाहिँ हामी एक्सपेक्टेसन छैन। हामी जित्छौँ उनीहरूलाई जस्तो अब ट्रेनिङ गरेर चाहिँ केटाहरू फिट हुँदैछ बिस्तारै होइन। इन्जुरी धेरै छ हाम्रोमा, इन्जुरीले मेन प्रब्लम दिएको छ होइन। अब प्लेयरहरू पनि छैन, अब इन्जुरी छ, हाम्रो कम प्लेयरहरू छ, त्यस ठिकै छ। हाम्रो अब त्यही हो स्लोली एउटा प्लेयर हाम्रो सत्य पराजुली हो बाहिरै छ ऊ होइन। अब यो सिजनै छैन उसको, खेल्न मिलेको छैन उसलाई होइन। बिस्तारै ठिकै हुन्छ। बिस्तारै इन्जुरी छ, कसैको एङ्कलको प्रब्लम, कसैको त्यही त लङ। हाम्रो नेपालमा लिग छोटो छ, टाइममा छ 2-3 दिन छ, रेस्टै पाएको छैन केटाहरूले। मेन प्रब्लमै त्यही हो। अलिकता चाहिँ अब हाम्रो हिसाबमा चाहिँ ट्याक्टिक्समा फ्रन्ट लाइनमा अलिकता फाइदा चाहिँ हुनसक्छ भन्ने चाहिँ आश छ। तर हामी पनि केही गर्छौँ भन्ने चाहिँ यहाँ छ। तर जित्नु भन्दा पनि हाम्रो चाहिँ ड्रसम्म छ। टार्गेट चाहिँ हामी अब माथि नै धेरै त भन्दा हुँदैन होइन। 3rd 4thसम्म चाहिँ टार्गेट चाहिँ हामीले चाहिँ लिएको छौँ होइन। कन्टिन्युटी राम्रो छ, केटाहरूले गुड पर्फर्मेन्स दिइरहेछ, केटाहरूले राम्रो खुसी ल्याइरहेछ। हाम्रो केटाहरूले प्रगति गर्दै राम्रो गर्दैछ कि जुन इम्प्रुभ हुँदैछ। जुन विदेशी कोच छ हाम्रो होइन, उसँग मैले पनि केही कुरा सिक्न पाइरहेको छु। केटाहरूले पनि धेरै कुरा सिक्न, त्यो केटाहरूले पनि त्यो लिँदैछ कि बिस्तारै बिस्तारै इम्प्रुभ हुँदैछ। टिम मोरल राम्रै छ अहिले, सबै अहिलेसम्म चाहिँ हाम्रो सबै राम्रै छ है। मोरल जस्तो युनिटी, सबै एकअर्कालाई गाइड गर्छ, केटाहरू सँगै बस्छ। केही गल्ती भने अलिअलि सानसानो डिस्कसन भइहाल्छ, तर फेरि मिलेर आइहाल्छ कि। थ्याङ्क यू भेरी मच।